मम्मी कति ठुलो भएको आउन यो आँप कहिले पाक्छ नि? त्यो आँप अब लगभग 15-20 दिन पछाडि त पाक्छ होला नानी। हेर न कस्तो राम्रो फलेको न। कति धेरै फलेको नि त उतामा। अब यहाँ त बोडी पनि रहेछ, एउटा खानु पर्यो। हेर न सानो बुट्टामा पनि कस्तो मजाले फलेको कि आँप। यतातिरको पनि पाक्नै लागेको रहेछ। उतातिरको झन् यो मन कति ठुलो छ। हेर मन पर्छ। कस्तो राम्रो फलेछ कि बुट्टामा फेरि चिल्लो चिल्लो छ आँप। सानो बुट्टामा पनि बुटोले आँप फलेको धान्न नसकेर सबै नुगेछन् बुट्टा। त्यसरी नखाउनु नानी, पाकेपछि खाने हो नि त। त्यस्तो खान मन लागिरहेछ। बाँदरले झैँको परेको हेर न, पाकेपछि खाने हो के नचलाऊ। काँचो आँप मनपर्छ नानी? कति मिठो हुन्छ काँचो आँप चाहिँ। अमिलो सानो मान्छेलाई पनि मनपर्छ, रुचाउँछ आँप हो र? कति अमिलो। भात त कोही आमा गए अस्ति ल्याउनु भएको थियो अचार बनाएको। मिठो छ। त्यत्रो अमिलो आँप पनि मिठो छ। अमिलो छैन? यस्तो सानो बच्चाले पनि लगाएर काँचो आँप काटेर नुनसँग कस्तो मिठरी खान्छन्। कति मिठो हो होइन? हो त। ल हेर छोरीको त झन् फेभरेट हो, फेभरेट छोरीको त।